हेलो सम्पूर्णमा नमस्ते अनि एकदमै स्वागत गर्न चाहन्छु हाम्रो यस नयाँ भिडियोमा। आजको भिडियोदेखि चाहिँ हामी एउटा यासी सिरिज चाहिँ लिएर आउँदैछौँ जसमा यासीको सबै कुराहरू कभर हुन्छ क्या। म्याथमेटिक्स आज हामी म्याथमेटिक्सबाट सुरु गर्दैछौँ। म्याथमेटिक्सको पनि सेटबाट सुरु गर्दैछौँ। एउटा बेसिक टपिकबाट सुरु गरौँ न त। सबैलाई इन्ट्रोडक्सन दिउँ फर्स्ट अफ अल त भनेर यो भिडियो बनाएको। अनि अब भोलिको भिडियोहरूमा चाहिँ अप्सनल म्याथहरू अनि साइन्सहरू सोसलहरू एउटा स्टडी भिडियो मात्र नभएर कसरी पढ्ने त लाइफमा कसरी अगाडि बढ्ने यासी पछिको रोड म्याप के बिस्तारै 11-12 को भिडियो पनि आउँछ। सो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला। सो आज भने लागौँ हामी सेटतिर है त। फर्स्टमा लागौँ हामी अब सेट भनेको त के हो भन्ने कुरा जान्नु पर्यो। हामी सबैले सेटको बारेमा सानो क्लासहरूदेखि नै पढ्दै आइरहेको कुरा हो। तर धेरैलाई के थाहा छैन भने हामीलाई क्वेसन गर्न चाहिँ आउँछ, तर सेट भनेको वास्तवमा के हो त्यो नै हामी धेरैलाई थाहा छैन के। एउटा सेट भनेको हामीले बुझेअनुसार चाहिँ समूह, के को समूह त ल मानौँ यहाँ 5 जना मान्छे छन् होइन। सबैलाई इन्डिकेट गर्न पर्यो भने एउटा समूह भनिन्छ नि त, मान्छेहरूको समूह रहेछ त्यसरी इन्डिकेट गरिन्छ नि त। ल एउटालाई मात्र इन्डिकेट गर्यो भने त उसको नामले बोलाइन्छ, तर सबैको नाम लिइराख्न त समूह छैन। जस्ट लाइक 5 जना यहाँ बसेर गफ गरिरहेका छन्, 5वटा नाम लिनुभन्दा त ओ केटाहरू यता हेर त भन्न त्यो सजिलो हुन्छ नि त। हो त्यसरी हामीले सेटलाई त्यसरी बुझाउन। जस्ट लाइक गाईहरूको समूह हुन्छ, डिफ्रेन्ट कुराहरू जस्ट लाइक एउटै फर्ममा छ क्या, सेम थिङ। तिनीहरू त अब ल मानौँ मसँग यहाँ छ तिनीहरूलाई पेन छ, पेनहरूको समूह भन्न पाइयो नि। हो त्यसरी चाहिँ हामीले सेटलाई लेख्नु पऱ्यो क्या। अनि सेटको बारेमा यसको टाइप्सहरू के हुन्छ यस्तो कुराहरू तपाईँहरूले 9th क्लासमा पनि पढिसक्नु भयो होला होइन। त्यही भएर आज चाहिँ म त्यतातिर लग्न चाहिनँ। म चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईँहरूलाई धेरैले चाहिँ स्कुल कलेजहरूमा चाहिँ कसरी सिकाइदो रहेछ भन्दा फर्मुला पढ्न पठाउने अनि त्यो अनुसार चाहिँ क्वेसनहरू गराउने गरिदो रहेछ होइन। तर म चाहिँ आज तपाईँहरूलाई के गर्छु भन्दाखेरि आफूले नै आफ्नो फर्मुला कसरी क्रिएट गर्ने त हो त्यो तरिका म तपाईँहरूलाई सिकाउँछु आज चाहिँ। फर्मुला कसरी क्रिएट गर्ने त्यो सिकाउँ है त आज। जसलाई ल म एउटा आफ्नै क्वेसन बनाएँ। क्वेसन यो चाहिँ एउटा सेल्फ मेड क्वेसन हो। जसलाई तपाईँहरूलाई बुझाउनलाई है यो चाहिँ कस्तो हुन्छ भन्दा ल मानौँ हामीलाई यो चाहिँ नम्बर अफ यु दिएको छ 500। अनि त्यहाँ कस्तो भन्यो भन्दाखेरि चाहिँ 500वटा विद्यार्थी छन्, 100 जनालाई चाहिँ साइन्स रुचाउँछन्, 100 जनालाई साइन्स रुचाउँछन्। अनि नम्बर अफ अनि इङ्ग्लिस रुचाउने चाहिँ 350 छन्। अनि कुनै पनि नरुचाउने भनेको के भन्छ, कुनै पनि नरुचाउनेलाई यस युनियन ईको बार भन्छ होइन। यो चाहिँ कति छन् भन्दा 100 जना छन्। अब हामीलाई के निकाल्नु पऱ्यो भन्दा दुईटै रुचाउने कति छन् भन्ने निकाल्नु पऱ्यो होइन। यस इन्टरसेक्सन ई बराबर वाट, दुईटै रुचाउने कति छन्, 2वटा रुचाउने कति छन् होइन। स्टुडेन्ट्स हु लभ बोथ सब्जेक्ट। हो आज चाहिँ हामी यो निकाल्न सिकौँ है त। आज जस्ट बेसिक भिडियो हो क्या, तपाईँहरूलाई कसरी क्वेसन सल्भ गर्ने त्यो म सिकाउँदैछु आज भिडियोमा। हामीले सुरुमा त एउटा भेन डायग्राम बनाऊँ है त। हामीसँग के दिएको छ भन्दा हामीलाई साइन्स दिएको छ अनि हामीलाई इङ्ग्लिस दिएको छ होइन। फर्स्टमा मानौँ यसलाई लेट एक्स, यसलाई एक्स मानौँ है त। म जस्तो तपाईँहरूलाई कन्सेप्ट दिइरहेको छु, अब लेख्ने तरिका नि तपाईँहरूलाई थाहा भएन भने चाहिँ म अर्को भिडियोमा त्यो पनि भन्छु। तर अहिलेको लागि चाहिँ जस्ट कन्सेप्टमा जाउँ न त हामी। नम्बर अफ यु कति दियो हामीलाई 500 दियो होइन त। अब साइन्सको दिएको छ 100। साइन्स भनेपछि त साइन्स कति हुन्छ, साइन्स भनेपछि त यति यो हरियो सर्कल यो जुन छ नि यति पुरै हुनु पऱ्यो नि साइन्स भनेपछि। अनि इङ्ग्लिस भनेपछि चाहिँ यति पुरै हुनु पऱ्यो कि नि। अनि हामीलाई 100 दिएको त 100 त यति पुरै हुनु पऱ्यो नि त। एक्स त यहाँ नरुचाउने दुइटै रुचाउने त बिचमा छँदैछन्, हामीले एक्स मानेको नि यहाँ यो बिचमा छँदैछन् होइन। 100 भनेको यति पुरै हो, यहाँ त 100 भित्र त एक्स पनि पर्दो रहेछ नि त। भनेपछि यहाँ के मान्नु पऱ्यो 100 माइनस एक्स गर्नु पऱ्यो कि नि हामीले। त बुझ्नु भयो होला सबैजनाले। यति 100 हो भने 100 छन् भनेपछि हामीले गर्न 100 माइनस एक्स प्लस एक्स गर्दा 100 आउनु पऱ्यो नि त। जसलाई के आउनु पऱ्यो भन्दा 100 माइनस एक्स प्लस एक्स इक्वल टु 100 आउनु पऱ्यो कि ट्याक्क काटिन्छ। अनि 100 बराबर 100 यो सल्भ भयो कि नम्बर अफ एस भनेको 100 छन् भने। अब त्यस्तै इङ्ग्लिस भनेको त इङ्ग्लिसमा 350 दिएको छ होइन। हामीले इङ्ग्लिस त यति पुरै इङ्ग्लिस हो नि त।
यति पुरै 350 भनेपछि यति कति हुनु पर्यो भन्दा 350 माइनस एक्स। अब यसमा पनि हेर्नु है त 350 माइनस एक्स प्लस एक्स इक्वल टु 350 नै आउनुपर्छ क्या, नत्र पनि मिल्दैन। भनेपछि कति एक्स र एक्स काट्यो 350 बराबर 350 भयो। अनि हेर्नु है त अब हामीलाई के देखाएको छ भन्दा दुईटै नरुचाउने कति छन् 100 जना बाहिरी छन्। अब हामीले एउटा कन्सेप्ट बुझौँ है त नम्बर अफ यु भनेको के हो भन्दा सबै जोडेर टोटल आउने हो कि नि। यहाँ के हुन्छ भन्दा सुरुमा यसको जोडौँ है त नम्बर अफ ओन्ली यस आफै फर्मुला बनाउनु नम्बर अफ यति आयो यस ओन्ली यस भनेपछि यताको मार्ग मात्र आयो, यो बिचको ल्याउनै पर्यो होइन। बिचको ल्याउनलाई नम्बर अफ यस इन्टरसेक्सन ई भयो, बिचको पनि आयो। अब यताको छ होइन प्लस नम्बर अफ ओन्ली ई यताको भाग पनि आयो। अनि के छ भन्दा यो नरुचाउने पनि त छन् नि प्लस नम्बर अफ एस युनियन ईको भाग यति आयो किन यो भाग आयो यो भाग आयो यो भाग आयो अनि बाहिरको भाग नरुचाउनेको आयो, त्यो भनेको युसँग बराबर हुन्छ कि नि। अनि नम्बर अफ यु कति दिएको छ हामीले हेरौँ है त नम्बर अफ यु दिएको छ हामीलाई 500 दिएको छ इक्वल टु ओन्ली एस कति छ 100 माइनस एक्स छ। अनि बिचको कति छ नम्बर अफ एस इन्टरसेक्सन दुईले रुचाउने कति छन् एक्स वटा छन् होइन। अनि प्लस ओन्ली इङ्ग्लिस मात्र रुचाउने कति छन् प्लस 350 माइनस एक्स छन् होइन। अनि त्यसपछि दुईटै नरुचाउने कति छन् 100 छन्। अब हेरौँ है त यसलाई क्यालकुलेट गरौँ यो एक्स र यो एक्स काटौँ आइयो इक्वल टु अनि यहाँ हेर्नु 100 भयो प्लस 350 प्लस 100 माइनस एक्स भयो कि नि। देयरफोर एक्स कति आउँछ 100 200 300 मा 200 550 एक्सलाई यता ल्याउँदा प्लस गयो। अनि हेर्नु है त एक्सलाई यता ल्याउँदा प्लस गयो अनि त्यसपछि यो 500 यता आउँदा केमा माइनसमा आयो भनेपछि कति हुन्छ 550 माइनस 500 इक्वल टु 50 आयो होइन। र दुईवटा रुचाउने कति रहेछ भन्दा 50 देयरफोर एक्स इक्वल टु 50। बुझ्नुभयो होला नि। यसमा तपाईँहरू धेरै टाउको दुखाउने केही गर्नु पर्दैन क्या। जसलाई के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ हामीले आफूले फर्मुला क्रिएट गर्न जान्नु पऱ्यो। फर्मुला क्रिएट गर्दा के गर्नु पऱ्यो सुरुमा यताको हेर्नु पऱ्यो यो हेर्नु पऱ्यो यो हेर्नु पऱ्यो। अनि कतिजनालाई के लाग्न सक्छ भन्दा सुरुमा यो हेऱ्यौँ होइन यति एकैचोटि हेर्न पाइन्छ कि नि पाइन्छ। यति पुरै कति हो त भन्दा नम्बर अफ ई भनेको त हाम्रो 350 हो नि त। सुरुमा 100 माइनस एक्सले गयो भने यताको 350 गर्न पाइयो, एकदम पाइन्छ। तपाईँहरूले त्यसरी पनि गर्न सक्नुहुन्छ है त। अनि अर्को टाइपको एउटा क्वेसनहरू हो है त आज हामीले हेरौँ जसलाई पर्सेन्टवाला क्वेसनहरू। धेरैजना त्यसमा कन्फ्युजन हुनुहुँदो रहेछ क्या। जसलाई त्यस्तो क्वेसनमा कस्तो दिएको हुन्छ भन्दा अब यति विद्यार्थी छन् अनि यति पर्सेन्टले साइन्स रुचाए यति पर्सेन्टले यति रुचाए अनि यति पर्सेन्टले यति रुचाएनन् भने यति दुईटै रुचाउने कति हो कति पर्सेन्ट होला भनेर दिन सक्छ। अनि कहिलेकाहीँ त्यस्तो क्वेसनमा कुन ट्विस्ट पनि हालिदिन्छ भन्दा एउटा कुनैको भ्यालु दिएको हुन्छ जसलाई इङ्ग्लिस रुचाउनेको भ्यालु दियो 150 थियो इङ्ग्लिस रुचाउनेको भ्यालु पर्सेन्ट दिएको छ 35। अब हामीलाई के निकाल भन्न सक्छ भन्दाखेरि दुईटै रुचाउनेको सुरुमा पर्सेन्ट निकाल भनेर आउन सक्छ अथवा डाइरेक्ट भ्यालु निकाल भनेर नि क्वेसन दिन सक्छ क्या। अब त्यो क्वेसन चाहिँ हामी अर्को भिडियोमा हेर्नेछौँ। आजको भिडियोलाई चाहिँ यति नै भयो। जसलाई अब यो चाहिँ इन्ट्रोडक्सन फेज हो। हाम्रो च्यानलले कसरी काम गर्छ भन्दाखेरि चाहिँ सुरुमा त एउटा यो भिडियो बन्यो होइन, अब बिस्तारै अरू भिडियो पनि आउँछ कि तपाईँहरूले कमेन्ट गर्दै जानु कस्तो भिडियो चाहिन्छ, हामी त्यही अनुसारको भिडियोहरू हाल्ने छौँ होइन। अनि क्वेसनहरू पनि आउँदैन भने म तपाईँहरूलाई एउटा फेसबुक पेज बनाइदिन्छु, त्यसमा तपाईँहरूले डाइरेक्ट इनबक्स गर्दा हुन्छ, म तपाईँहरूको क्वेसन सल्भ भनेर तपाईँहरूलाई पनि पठाइदिनेछु। सो आजको लागि यति नै। सेयर गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है त।